आदरणीय दर्शक तथा श्रोता महानुभावहरू हार्दिक नमस्कार तथा न्यानो अभिवादन गर्न चाहन्छु। यति बेला म जापानको हिगासीमाको याचिमा भन्ने ठाउँमा अवस्थित छु। यहाँ आज नेपालको जस्तै विभिन्न ठाउँमा नेपालमा जसरी खेती बाली गरिन्छ, तरकारीहरू उत्पादन हुन्छ, त्यस्तै गरेर जापानमा पनि उत्पादन गरिँदो रहेछ। यहाँ चाहिँ नेपालीले नै त्यही उत्पादन गर्नुभएको छ। नेपालको पनि झापामा अवस्थित एकजना व्यवसायी हुनुहुन्छ। विगत लामो समयदेखि करिब 1.5 दशक अगाडिबाट जापानमा आएर विभिन्न व्यवसायहरू सञ्चालन गर्दै यहाँ चाहिँ अहिले केही पार्ट टाइमको लागि अर्थात् आफ्नो करेसाबारीमा सागसब्जी उत्पादन गर्नुभएको रहेछ। यहाँ के उत्पादन हुन्छ र के व्यवसायहरू सञ्चालन गरिरहनु भएको छ। उहाँ हुनुहुन्छ झापाको अर्जुनधारा नगरपालिका स्थायी घर भएका पुण्यप्रसाद घिमिरे। उहाँसँग म छोटो कुराकानी गर्दैछु। नमस्कार। जस्तो जापानमा तपाईँ आएर विभिन्न व्यवसायहरू सञ्चालन गर्नुभयो, कति वर्ष भयो जापानमा प्रवेश गर्नुभएको? भयो 15 वर्ष जति। 15 वर्षमा अहिले के व्यवसाय सञ्चालन गरिरहनु भएको छ? अहिले चाहिँ यहाँ तरकारी खेती पनि आफ्नो करेसाबारीमा ल्याएर देखाउनु भएको छ। तरकारी खेती लगाउनु भएको रहेछ। के तरकारी लगाउनु भएको छ? नेपालको तुलनामा यहाँको यी व्यवसायहरू, यो तरकारी खेतीहरू गर्नका लागि र अन्य व्यवसाय पनि छ, तपाईँको होटल व्यवसाय अनि हलाल फुडहरू पनि रहिरहँदा कसरी सञ्चालन गरिरहनु भएको छ? अब त्यही ग्रोसरीहरू अनि रेस्टुरेन्टहरू सँगै अब यो बारीहरू पनि यसो अलिकति गरौँ कि भन्ने सोचेर गर्न थालेको हो। अहिले त सामान्य थोरै मात्रै लिएको छ। बिस्तारै यसलाई चाहिँ राम्रो भयो भनेदेखि अहिले चाहिँ सामान्य जस्तो यो धनियाँ, रायोको साग, अरू के लगाउनु भएको छ? धनियाँ, रायोको साग होइन, अहिले त ठाउँै थोरै छ। अनि यो प्याजहरू लगाएको छ। अब यताको चाहिँ यो अहिले जापानिजको उसले गरिरहेको छ, त्यसपछि हामीले नै गर्ने ठाउँ। यस पछाडि चाहिँ अलिकति राम्रो गर्दै गएपछि चाहिँ अलिकति कम्ती ठुलो ठाउँ लिने विचार गरेको छौँ। त्यो चाहिँ अब सायद चाँडै नै हुन्छ होला हौ। जस्तो अन्य व्यवसायहरू के छ? कति चाहिँ नेपालीहरूलाई तपाईँले रोजगार दिनुभएको छ? कति मानिसहरू यहाँ आएर पहिला चाहिँ अब नेपालबाट जापानमा जाने, जापानमा चाहिँ एउटा पैसाको रुख हुन्छ भने जस्तै मान्छेमा जापानमा गएपछि, अस्ट्रेलिया अमेरिका गएपछि चाहिँ पैसा धेरै कमाइन्छ भन्ने एउटा उहाँहरूको सोच छ, उहाँहरूको चाहिँ एउटा चाहना छ। विदेशमा जाने, जापानमा जाने, अस्ट्रेलिया अमेरिका जाने, पैसा कमाउने। उहाँहरूको लागि के भन्नुहुन्छ? जापानमा अझै पनि हातमा सिप हुने मान्छेको लागि अझै पनि जापान ठिक छ। अब जसको हातमा सिप छैन त्यसलाई त अझै पनि गाह्रै छ जापानमा। तर हातमा सिप हुने मान्छेलाई चाहिँ राम्रो छ अझै पनि। जस्तो के व्यवसाय सञ्चालन गर्नुभएको छ? कतिलाई रोजगार दिनुभएको छ? मेरोमा अहिले काम गर्ने मान्छेहरू कति 27-28 जना जति छन्। रेस्टुरेन्टहरू त्यही हो, रेस्टुरेन्ट अनि ग्रोसरीहरू नै हो अहिले त। रेस्टुरेन्ट कस्तो खालको रेस्टुरेन्ट चलाउनु भएको छ? विशेष गरेर जापानिज, नेपालीहरू खानाहरू? नेपाली खाना, इन्डियन खाना प्लस जापानिज रामेनहरू पनि छ। अनि त्यही नै हो। उहाँबाट आउन चाहने विशेष गरेर स्टुडेन्ट भिसा, ल्याङ्ग्वेज पढ्नुपर्छ, भाषा सिक्नु र सिप जान्नुपर्छ भन्नुहुन्छ नि, उहाँहरूलाई के भन्नुहुन्छ? होइन, सिप हातमा सिप र भाषा चाहिँ भयो भनेदेखि ठिक छ, नत्र चाहिँ गाह्रो छ जापानमा। भाषा अनिवार्य। यहाँ टिक्नका लागि, यहाँ रहिरहनका लागि टिक्नको लागि चाहिँ तपाईँको भाषा चाहिँ अनिवार्य हो। यहाँ भाषा र केही न केही कुन क्षेत्रमा आउने हो त्यो सम्बन्धी चाहिँ आफूले जानेको नै हुनुपर्छ। जस्तै कुकमा आउनेहरूले कुक तालिम गरेर कुक जानेको भयो भने अलिक सजिलो हुन्छ। नत्र अरू अब कुनै पनि कम्पनीमा आउने मान्छेहरूले, म्यानेजर भिसामा आउनेहरूले भाषा भएन भने पनि गाह्रो छ। भाषा चाहिँ अनिवार्य हो। यहाँ चाहिँ लगभग तपाईँको नेपालमा कमसेकम एन्फोसम्म गरेर आयो भने अलिकति केही न केही सजिलो हुन्छ। एन्फो पनि अब सामान्य हो, त्यो पनि सामान्य भाषा नै भन्नु त्यसलाई त होइन। त्यति गर्दाखेरि चाहिँ कमसेकम बोल्न गर्न चाहिँ सक्ने हुन्छन् मान्छे, नत्र चाहिँ गाह्रो छ। भाषा भएन भनेदेखि चाहिँ गाह्रो छ। हस्, जानकारीका लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो झापा अर्जुनधाराका नगरपालिकामा स्थायी बसोबास गर्नुहुने पुण्यप्रसाद घिमिरे। विगत लामो समयदेखि जापानमा आएर व्यवसायहरू, विभिन्न रेस्टुरेन्टदेखि लिएर हलाल फुड, अन्य व्यवसायहरू सञ्चालन गर्दै अहिले करेसाबारीमा पनि आफ्नो छोटो समयमा चाहिँ करेसाबारीमा काम गरेर चाहिँ आफूले उत्पादन गरेका सामग्रीहरू खुवाइरहनु भएको अवस्था छ। त्यसको बारेमा बनाए। फेरि अन्य नयाँ भिडियोहरू आउने नै छन्। तबसम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।